हेलो एभ्रिवान, वेलकम टु साइकोलोजी विथ दिपेश। यो भिडियोमा हामी कोलबक्स मोरल डेभलपमेन्ट बुझ्नको लागि द हाइन्स डिलेमा भन्ने कन्सेप्ट क्लियर गर्छौँ। कोलबर्गले क्रिएट गरेको हाइपोथेटिकल सिनारियो हो यो चाहिँ हाइन्स डिलेमा। उसले चाहिँ यो हाइन्स डिलेमाको स्टोरी सबैलाई सुनाउँथ्यो र उनीहरूको रेस्पोन्सको आधारमा स्टेजेसहरू क्रिएट गर्यो। पहिला हामी यो हाइन्स डिलेमा के हो बुझौँ है त। एउटा हाइन्स भन्ने हस्बेन्ड हुन्छ र उसको वाइफ इज सफरिङ फ्रम क्यान्सर, अ रेयर टाइप अफ क्यान्सर, र त्यो क्यान्सरको केयर चाहिँ अहिलेसम्म वर्ल्डमा आएको हुँदैन। र हाइन्सले चाहिँ उसको वाइफलाई सेभ गर्नको लागि सबै प्रयासहरू गरिरहेको हुन्छ, तर इट्स नट वर्किङ आउट एन्ड द वाइफ इज अबाउट टु डाई। तर लकिली के हुन्छ भने लास्टमा एउटा लोकल फार्मासिस्टले चाहिँ ड्रग डिस्कभर गर्छ। अब ड्रग डिस्कभर गरेपछि हाइन्स जान्छ ऊ भाटामा, आफ्नो फार्मासिस्ट भाटामा लोकल, अनि त्यसपछि ड्रगको बारेमा चाहिँ उसले इन्क्वायरी गरेर मलाई चाहिँ यो ड्रग चाहिन्छ भन्छ। तर फार्मासिस्टले के भन्छ भने मैले चाहिँ मेरो पुरै लाइफ दिइसकेको छु यो ड्रग बनाउनमा, मैले मेरो सबै पैसा पनि खर्च गरिसकेँ यो बनाउनको लागि, र अब म यो ड्रग चाहिँ एकदम महँगो दाममा बेच्छु भन्छ। हाइन्सले भन्छ आई निड दिस ड्रग एट एनी कस्ट, मलाई चाहिँ मेरो वाइफलाई बचाउनु छ भनेर भन्छ। जबकि फार्मासिस्टले चाहिँ मलाई चाहिँ सर्टेन अमाउन्ट अफ मनी चाहिन्छ भनेर त्यहाँनिर एउटा डिस्कसन हुन्छ। र सर्टेन अमाउन्ट अफ मनी कति हो भनेर हाइन्सले सोद्धा चाहिँ एकदमै ठुलो मूल्य भन्छ फार्मासिस्टले। हाइन्सले ट्राई पनि गर्छ आफ्नो साथीहरूसँग सापट्टि माग्नेदेखि लिएर लोन लिनेदेखि लिएर आफ्नो सबै सम्पत्ति बेच्दाखेरि पनि त्यो पैसा पुग्दैन, आधी मात्र हुन्छ। अब हाइन्सले चाहिँ के गर्छ भनेदेखि त्यो ड्रग लिनलाई चाहिँ स्टोर फुटाएर राति ड्रग लिएर भाग्छ। अब यो केस सिनारियो कोलबर्गले सुनाएपछि उसले सोध्छ इज स्टिलिङ बाई हाइन्स गुड अर ब्याड एन्ड वाइ, अथवा सुड हाइन्स स्टिल अर नट अनि वाइ। यो वाइ चाहिँ इम्पोर्टेन्ट छ है। सुड स्टिल भन्दा पनि वाइ, यस अर नो भन्दा पनि हामीलाई रिजनिङ चाहिँ चाहिन्छ। त्यही रिजनिङको आधारमा चाहिँ यो मोरल डिलेमा क्रिएट गरियो। यो मोरल डिलेमा क्रिएट गर्दाखेरि आउने वाइको एन्सरको आधारमा स्टेजेस बनाइयो। अब यसलाई मैले यहाँनिर एकदम छोटोमा लेखेको छु। अ वुमेन इज भेरी सिक एन्ड निड्स अ स्पेसल मेडिसिन टु सर्भाइभ। द मेडिसिन इज एक्सपेन्सिभ एन्ड हाइन्स क्यानट अफोर्ड इट. He asks the pharmacist to lower the price or let him pay later, but the pharmacist refuses. Desperate to save his wife, Heinz considers stealing the medicine. अब यहाँसम्म हाम्रो केस सिनारियो भयो। अब यहाँसम्म हाम्रो केस सिनारियो भएपछि मोरल डिलेमा, यो स्टोरीमा डिलेमा एकदम धेरै डिलेमाजहरू छ। जस्तै एउटा डिलेमा भयो भ्यालु अफ लाइफ भर्सेस अनसर्टेनिटी। त्यो ड्रग जुन बनाइयो त्यो पहिलोचोटि बनाइएको हो र त्यसले लाइफ सेभ गर्छ कि गर्दैन भन्ने पनि एउटा डिलेमा छ। इट मे नट वर्क एन्ड हेज ओन्ली अ चान्स अफ सेभिङ हिज वाइफ। खाएन, औषधि खाएन भने त डेथ इज कन्फर्म, तर खायो भने पनि सर्भाइभ हुन्छ नै भन्ने जरुरी चाहिँ छैन, एउटा डिलेमा भयो। त्यस्तै अर्को डिलेमा छ ओबिडियन्स टु ल भर्सेस सेभिङ अ लाइफ। लले त भन्छ यु सुडन्ट स्टिल एनिथिङ, अरूको पब्लिक प्रपर्टी चोर्न मिलेन भने ओबे द ल एन्ड लेट हिज वाइफ डाई अर ब्रेक द ल टु सेभ हिज लाइफ, सेभ हर लाइफ। यो डिलेमा नम्बर 2। डिलेमा नम्बर 3 के छ? प्रपर्टी राइट्स भर्सेस ह्युमन राइट। इज इट मोरली एक्सेप्टेबल टु स्टिल समवन्स प्रपर्टी इन अर्डर टु सेभ अ ह्युमन लाइफ? यो अर्को डिलेमा भयो। त्यस्तै 4th डिलेमा छ प्रफिट भर्सेस मोरल रेस्पोन्सिबिलिटी। अब फार्मासिस्टले त्यत्रो महँगो दाम भन्यो, त्यो डज द फार्मासिस्ट ह्याभ द मोरल राइट टु चार्ज सच अ हाई प्राइस फर अ सेभिङ ड्रग भनेको छ, सेभिङ अ लाइफ भनेको छ। डिलेमा नम्बर 5 इन्टेन्सन भर्सेस एक्सन। सुड हाइन्स बी जज बाई हिज इन्टेन्सन, इन्टेन्सन उसको के छ, सेभिङ हिज वाइफ, अर बाई हिज एक्सन स्टिलिङ द ड्रग, के को आधारमा उसलाई जज गर्ने। डिलेमा नम्बर 6 पर्सनल लभ भर्सेस सोसल रुल्स। सुड हाइन्स गिभ प्रायोरिटी टु हिज रोल एज अ हस्बेन्ड ओभर हिज ड्युटी एज अ सिटिजन, किनकि एज अ सिटिजन यु सुडन्ट स्टिल, होइन। अब कुनलाई चाहिँ प्रायोरिटी दिने, अर्को डिलेमा। त्यस्तै डिलेमा नम्बर 7 ल एज एब्सोल्युट भर्सेस ल एज फ्लेक्सिबल। आर लज एब्सोल्युट एन्ड मस्ट अलवेज बी ओबेड अर क्यान दे बी ब्रोकन वेन द कन्फ्लिक्ट विथ ह्युमन भ्याल्युज? यो अर्को डिलेमा। पनिसमेन्ट भर्सेस मोरल राइटनेस, इक्वालिटी भर्सेस जस्टिस र युनिभर्सल प्रिन्सिपल टेस्ट। जस्तै अब यो लास्टको कुरा गरौँ, अरू आफै पढ्न सकिन्छ। इफ एनी वान स्टोल इन सिमिलर सिचुएसन टु सेभ लभड वान्स, वुड सोसाइटी बिकम क्योटिक अर मोर ह्युमन? जस्तै यो डिलेमाको अनुसार के भनिरहेको छ, सबैजनाले चाहिँ आफ्नो लभड वानको लागि, सेभ गर्नको लागि यस्तै एक्सन लियो भने चाहिँ ह्युमन सोसाइटी, इज इट गोइङ टुवर्ड्स
बिङ मोर क्योटिक अर इज इट गोइङ टुवर्ड्स बिकमिङ मोर ह्युमन भनिरहेको छ। यति धेरै डिलेमा भयो। अब यो सबैभन्दा इम्पोर्टेन्ट बुझ्नलाई चाहिँ के छ भने इज इट गुड टु स्टिल येस अर नो भन्दा पनि हामीले खोजेको भनेको चाहिँ रिजनिङ हो के, मोरल रिजनिङ। यस भन्यो भने किन यस भनिन्छ, अथवा नो भन्यो भने चाहिँ किन नो भनिन्छ। इन कोलबर्ग्स थ्योरी द इम्पोर्टेन्ट थिङ इज नट वेदर हाइन्स सुड स्टिल अर नट, वाट म्याटर इज वाइ अ पर्सन थिङ्स हाइन्स सुड अर सुड नट स्टिल। अब यसकै आधारमा कोलबर्गले के गर्छ भने यो स्टोरीलाई चाहिँ उसले चिल्ड्रेन्सहरूमा, एडोलेसेन्ट्सहरूमा र एडल्ट्सहरूमा सुनाउँछ र सुनाएको आधारमा उसले ओपन एन्डेड क्वेसन सोध्छ। यो ओपन एन्डेड यो इम्पोर्टेन्ट छ। ओपन एन्डेड क्वेसन के सोध्छ भने सुड हाइन्स स्टिल द मेडिसिन, वाइ। यो वाइ इज इम्पोर्टेन्ट। डज इट म्याटर इफ हाइन्स मिन टु सेभ हिज वाइफ, आफ्नो वाइफलाई बचाउनलाई उसले त्यो स्टिल गर्नुहुन्छ कि हुँदैन। र यति क्वेसन्सहरू सोधेर यस्तै थुप्रै क्वेसन्सहरू बेस्ड अपन डिलेमाज जुन मैले माथि कुरा गरेँ, त्यो क्वेसन एकदमै साइकोलोजिकल पनि छ र फिलोसफिकल पनि छ। किनकि फिलोसफीको एउटा ठुलो पार्ट भनेकै डिलिङ विथ मोरालिटीको कन्सेप्ट हो। मोरालिटी मैले योभन्दा अगाडिको भिडियोमा पनि कुरा गरेको छु। मोरालिटी भनेको टाइमको बेसमा फरक हुन्छ, कल्चरको बेसिसमा फरक हुन्छ, त्यस्तै गरी प्लेसको बेसमा फरक हुन्छ र सब्जेक्टिभ हुन्छ एकदमै। कुनै ठाउँमा एकदम मोरल लाग्ने कुरा अर्को ठाउँमा एकदम इमोरल पनि हुनसक्छ। जस्तै वेस्टमा आफ्नो टिचरहरूलाई मिस्टर उनीहरूको नाम लिएर बोलाउँदाखेरि त्यो मोरल नै हुन्छ होइन। आफ्नो ड्याडलाई पनि मिस्टर भनेर मिस्टर समथिङ, मिस्टर रिचार्ड भनिरहँदाखेरि त्यसमा इमोरल केही पनि छैन। तर हाम्रो यतापट्टिको इस्टर्न कल्चरमा आफ्नो प्यारेन्ट्सलाई मिस्टर समथिङ आफ्नो नाम लिएर बोलाउँदाखेरि इमोरल सुनिन्छ होइन, त्यो बेस्ड हुन्छ। अब उसले यो क्वेसन्सहरूको आधारमा के गर्यो भनेदेखि क्याटेगोराइज गर्यो कि कसरी क्याटेगोराइज गर्यो भनेदेखि 6वटा स्टेजेसमा क्याटेगोराइज गर्यो, 1 2 3 4 5 6। पनिसमेन्टको आधारमा एन्सर दिनेहरूलाई स्टेज 1मा राख्यो, फियर अफ पनिसमेन्ट। त्यस्तै सेल्फ इन्ट्रेस्टको आधारमा एन्सर दिनेहरू, यो हाइन्स डिलेमाको एन्सर्सहरू सेल्फ इन्ट्रेस्टको आधारमा, वान्टिङ अप्रुभल, ल एन्ड अर्डर, सोसल कन्ट्र्याक्ट, युनिभर्सल इथिकल प्रिन्सिपल्स, यिनीहरूको आधारमा गर्दाखेरि उसले स्टेजेसहरू दियो। र त्यस्तै गरी त्यो स्टेजेसहरूलाई चाहिँ 3टा लेभलमा लेभल अफ मोरल डेभलपमेन्ट भनेर राख्यो। जस्तै प्री कन्भेन्सनल लेभलमा चाहिँ स्टेज 1 र स्टेज 2 पर्छ। त्यस्तै गरी कन्भेन्सनल लेभलमा स्टेज 3 स्टेज 4हरू पर्यो। त्यस्तै गरी पोस्ट कन्भेन्सनलको आधारमा चाहिँ स्टेज 5 र हाम्रो स्टेज 6 चाहिँ पर्यो। र नेक्स्ट भिडियोमा चाहिँ म यो स्टेजेसहरू, यिनीहरूको इक्जाम्पल्स र यिनीहरूको एक्सप्लेनेसन ल्याएर हामी कोलबर्ग्स मोरल डेभलपमेन्ट थ्योरीको यो स्टेजेस र लेभल्सहरू पढ्छौँ। र नेक्स्ट फाइनल भिडियो अफ यो हाम्रो सबै मोरल डेभलपमेन्टमा चाहिँ हामी पियाजेट, अहिलेसम्म हामीले पढेको पियाजेट भर्सेस कोलबर्गको के फरक छ, के सिमिल्यारिटी छ भनेर हामी पढ्छौँ। कुनै टपिकमा भिडियो चाहिन्छ भने चाहिँ यु क्यान कमेन्ट इट, मैले टाइम मिल्न साथै भिडियो बनाउँछु। थ्याङ्क यू फर वाचिङ।